ठिक छ म भाइरल भयो, आई एम प्राउड अफ मी। जस्ट के न के ट्यालेन्ट भएर भाइरल भयो, बिना ट्यालेन्ट भाइरल भयो भने त कहाँ जान्छ थाहै हुँदैन साथीहरू। त्यही भएर अलिअलि ट्यालेन्ट भयो नि, थोरै भयो नि गाउन सक्ने भएर भाइरल भएछ, त्यो राम्रो पक्ष हो गाइस हैन। तर केही नभइकन भाइरल भयो भने यस्तो हुँदो रहेछ, के हुन्छ म तिमीलाई भन्छु ल, केही नभइकन भाइरल भयो भने के हुँदो रहेछ हैन। भाइरल त भयो है, सबैले चिन्ने भयो, मान्छेलाई चाहिन्छ पैसा हेर है, काम गर्नु पर्यो, सबैले चिनेको अनुहार हुन्छ, काम गर्न पनि लाज लाग्छ उसलाई हैन। यसो कन्सल्टेन्सीमा गएर रिसेप्सनको जब खान पनि उसलाई लाज, ए फलानु होइन त तपाईँ पनि यहाँ भन्ने टाइपको सोधिहाल्छ होइन। अनि कुनै होटलमा गएर काम गरौँ, वेटर बन्ने त कुरै भएन हेर भाइरल भएपछि। तर पैसा हुँदैन, गोजीमा सुक्क हुँदैन। भाइरल चाहिँ नाम चारैतिर होइन। के गर्ने भन्दाखेरि विदेश जानुलाई, विदेश जान पनि के काम गर्ने यार, फेरि मक हानेको अरूले देख्यो भने है पुरै पोछा हानेको त्यस्तो हुन्छ बिचरा। त्यही भएर भाइरल हुनु एकदम राम्रो पनि नराम्रो पनि हो क्या। जस्तै म भाइरल भएँ, मेरो लागि राम्रो भयो, किनकि म गाउन सक्छु, यस्तो बोलायो भने 2-4 वटा गीत गाइदिन्छु होइन। यसो विदेशमा बोलाउँछ गाइदिन्छु, दुबई कतार बोलाउँछ गाइदिन्छु, स्टुडियो बोलाउँछ गाइदिन्छु होइन। टिकटकमा आउँछु गाउँछु, यसो आफ्नै स्टुडियो छ होइन, टक्क गीत सित बनायो, ठिक छ यहाँ त होइन। मेरो लागि त ठिकै भयो, एउटा मेरो लागि उपहार टाइपको गिफ्ट टाइपको भयो। तर सबैको लागि चाहिँ भाइरल राम्रो होइन। मेरो लागि त राम्रो होइन यार भाइरल, म त आउँदैन केही पनि, ट्यालेन्ट नै छैन। तिमी जस्तो मान्छेलाई ट्यालेन्ट चाहिन्छ र? तिमीलाई त ट्यालेन्ट हुने मान्छे लगिहाल्छ नि, त्यतिको ट्यालेन्ट हुन्छ हो कि। तिमीले त कुरेर ढुकेर बस्ने हो कि, अनि आउने बित्तिकै छ्याप्पै छोपिहाल्ने गइहाल्ने हो यस्तो हो। त्यही गर्नु पर्यो, ढुकेर बस्ने छान्ने हो क्या तिमीहरूले त। कुन चाहिँ कोरिया जापान कता पिआर वाला भन्ने हो क्या, ब्याङ्क ब्यालेन्स कति छ होइन, घर छ कि छैन होइन, व्यवहार छान्ने हो क्या तिमीहरूले त। केटा आफैले डकुमेन्ट हेर्ने, यो केटा मेरो लागि पर्फेक्ट यस्तो सोच्ने हो क्या तिमीहरूले त। तिमीहरूको लागि त केटाले पो मेहनत गर्छ त, कमाउँछ, आखिर के गर्नु तिमीहरू जस्तो केटी पाओस् भनेर हो क्या खासमा होइन। के गर्नु गाइस, ल डबल ट्याप त्यही गर्नु पर्दो रहेछ। मलाई त बिर्सेछु भाइ, अब फेरि कन्सल्टेन्सी जोइन हुनु पर्यो, डकुमेन्ट जोइन हो।